नमस्ते दर्शक आफूलाई सबैजनामा। आजको ब्लग चाहिँ विशेष छ। भान्जीले चाहिँ एसईमा चाहिँ 4 GPA चाहिँ ल्याएर चाहिँ उत्तीर्ण भएको रहेछ। भान्जीलाई धेरै धेरै बधाई स्वरूप चाहिँ हामी चाहिँ आज सानो केक चाहिँ काटेर सेलिब्रेट गर्दैछौँ फ्यामिली। सो यही ब्लग छ, हजुरहरूले हेरिदिनु होला र भान्जीलाई विस गरिदिनु होला, अझ राम्रो राम्रो गर्दै जाओस् भनेर हजुरहरूले कमेन्ट गर्नु होला। धन्यवाद। ओके, एसईमा चाहिँ एकदम राम्रो मार्क्स लिएर उत्रनु भएको भान्जी चाहिँ मेरो यही हो। उठा त भान्जी। ल भान्जीलाई फेरि पनि कङ्ग्रेचुलेसन। एक दुई शब्द के भन ल, हाँस्ने होइन। ल भन एक दुई शब्द। ऊ चाहिँ केही बोल्न चाहेन किनभने ऊ चाहिँ एकदम लजाउने चाहिँ क्यामेरामा चाहिँ पहिलोचोटि हो। मैले चाहिँ बिस्तारै पानी लाउँदैछु। बिचरा भर्खर सानै छ, त्यही भएर थाहा छैन। र उहाँलाई यतिको लाइक बनाउने उहाँको बाबा हुनुहुन्छ यता, मेरो भेना हुनुहुन्छ यहाँ। भेना केही भन्नुहोस् एक दुई शब्द। होइन, मलाई एकदम खुसी छ। थ्याङ्क यू अमित, तिम्रो भ्लगमा बोल्नु पाउँदा साह्रै खुसी छु। होइन छोरीले खुसी छु पहिला होइन भने छोरीले चाहिँ 4 GPA लिएर एसीमा एकदम राम्रो भएको कारणले मलाई खुसी छ र मेरो सबैजना परिवार खुसी छ। तिमी आइदिएको पनि धन्यवाद, तिमीलाई भान्जीलाई केक ल्याइदिएको धेरै धेरै धन्यवाद। ल मैले अब केक ल्याएर त्यो मैले ल्याएको भन्नु मलाई मन थिएन, उहाँ भेना आफैले भन्नुभयो है, मैले भने होइन गाई चाहिँ यहाँ। त्यसपछि अनि यति ट्यालेन्ट जन्माउने आमा यहाँ हुनुहुन्छ, विशेष गरेर आमा यहाँ हुनुहुन्छ। केही भन्नु चाहनुहुन्छ? कस्तो लागिरहेछ त अब छोरीले चाहिँ एसईमा चाहिँ यस्तो राम्रो चाहिँ मार्क्स ल्याउँथ्यो, तपाईँलाई कस्तो लागिरहेछ? अरू हेलो छोरो, हेलो हेलो, हाई हाई। आजको कङ्ग्रेचुलेसन ल्याएर चाहिँ यहाँ केक चाहिँ यो सानो छ। बेनाले चाहिँ सानो भयो भन्ने हुनुहुन्थ्यो होइन यो केकको देखेर। तर यो केक भने सानो ठुलो हुँदैन, माया हो यो होइन, कहिले पनि सानो हुँदैन होइन। कस्तो लागिरहेको छ? केक सानो भयो भनेर मन सुई त छैन नि होइन, ठिक छ नि होइन? बेना के भयो अरे, केक सानो भयो अरे? माया कहिले मूल्य हुँदैन यहाँ। यहाँ हेर्नु चाहिँ यहाँ के भन्ने, यहाँ बेच्छ त होला यहाँ फेरि। ए अहिले अहिले चुपचाप भएन ए अहिले आएर ल ल बस्छ त्यहाँ, ल बस्छ। अब हामी चाहिँ केक काट्ने तर्खरमा छौँ। यहीँबाट देखाएर राखिदिनु पर्ने छ बरु यस्तोहरू। ल यहाँ सुरु भइसकेको छ। कङ्ग्रेचुलेसन वन्स अगेन। ल है खोइ बाबा आउनु पर्यो यता एकचोटि। ल एकचोटि आउनु पर्यो, किचनमा बिजी हुनुहुन्छ। ल एकचोटि, ल एकचोटि खुवाइदिनुहोस् त। रिजन उठ त्यहाँ बस्छ। मिठो रहेछ नि यो, अर्कै ब्रिटिसवाला हो कि यो। तपाईँले यस्तो खालि ल्याउनु भयो, खालि ठुलो ल्याउने कबाडी ल्याएर कहाँ हुन्छ त? सानो मिठो खालि ल्याउनु पऱ्यो नि। तपाईँ पालो पैसा अरू त्यहाँ एउटै मान्छे धेरै खानु सकिन्छ। वन्स अगेन कङ्ग्रेचुलेसन है। यसरी नै उन्नति प्रगति गर्दै जानु होला भन्न चाहन्छु। एक शब्द बोल्दैनन् भान्जी, बोला न के लजालु भान्जी। मोमबत्ती बोक्ने मान्छे चोटै। मम्मी वाह। ल भेनाको रेस्टुरेन्टको आज किचनको पनि भ्लगमा हालिदिनु पऱ्यो। बाबु यता हेर है ल एकचोटि। ल सारा हाम्रो कुकम्यानहरू हुनुहुन्छ यहाँ, तपाईँहरूलाई पनि अब कति जरुरत छ भने एभाइलेबल छ हाम्रो कुकको होइन। ल बाबु यता हेर एकचोटि। हाई यता हेर तिमी।
केही हुँदैन यार यता हेर नि के साह्रो लज यता हेर यता हेर बाउ लास्टै लजाउने के लास्टै लजाउने भने हाम्रो यहाँ भट्टाभट बनिरहेको छ आज बेलुकाको लागि हो विशेष गरेर होइन भन ठिक छ नि आज स्पेसल बन्दैछ बेलुकाको लागि बनाउनेमा यहाँ हाम्रो कुकहरू हुनुहुन्छ यहाँ के छ बाबु ठिक छ नि होइन हाम्रो अनर भेना त अलि चाहिँ ह्यान्डसम छ नि तर म जतिको चाहिँ होइन फेरि ल आजको हाम्रो स्पेसल भ्लग चाहिँ हामी चाहिँ यति छोटो मिठो भ्लग चाहिँ हामी यहीँ टुङ्गाउन चाहन्छौँ सो एकचोटि लास्टचोटि सबैजनाले कङ्ग्रेचुलेसन भने 3 गर्दाखेरि है त 1 2 3 कङ्ग्रेचुलेसन है त ल आगामी दिनहरू पनि अझ राम्रो प्रगति गर्दै जानु भन्दै आजको यो भ्लग चाहिँ यहीँ छुटाउन चाहन्छु सो थ्याङ्क यू सो मच जतिजना मेरो भ्लग हेरेर माया गरिदिनु सम्पूर्ण साथीहरूलाई थ्याङ्क यू सो मच भन्दै आजको भ्लग चाहिँ यहीँ बन्द गर्छु है त बाई बाई